यस केलामी छाने आज म तपाईहरुसँग एउटा एक्साइटिङ न्यूज शेयर गर्न गइरहेको छु। हाम्रो एउटा स्टुडेन्टको भिजा लागेको छ, युएस को भिजा। हाम्रो स्टुडेन्ट भन्नुको मतलब उहाँले अरु नै कन्सल्टेन्सीबाट एप्लाई गर्नुभएको थियो। इन्टरभ्यु प्रिपरेसनको लागि चाहिँ हामीले र मैले गाइड गरेको थिएँ। अब उहाँको भिजा किन लाग्यो भनेर अहिले एनालाइसिस गर्दाखेरिमा दुई तीनटा कुराहरु म तपाईहरुसँग शेयर गर्न गइरहेको छु। उहाँ पहिला सान फ्रान्सिस्को स्टेट युनिभर्सिटी एप्लाई गर्ने मुडमा हुनुहुन्थ्यो। उहाँको मैले I-20 हेरेँ। I-20 मा उहाँले हो स्कलरशिप चाहिँ राम्रो पाउनु भएको थियो, 75% पाउनु भएको थियो। उहाँको टोटल ट्युसन फी थियो 13,100, 75% स्कलरशिप पाएपछि उहाँले 8,910 रुपैयाँ छुट पाउनु भयो, व्हिच इज रियली बिग। र उहाँको टोटल ट्युसन फी भयो 4,190। अब यति मात्र हेर्दाखेरिमा यही युनिभर्सिटी एप्लाई गर्नुपर्छ जस्तो देखिन्छ। तर सान फ्रान्सिस्को बे युनिभर्सिटी भनेपछि क्यालिफोर्निया भयो। अब यसको लिभिङ एक्सपेन्सेस चाहिँ 23,750, बुक्स 3,150, जसले गरेर स्कलरशिप पाउँदाखेरि पनि उहाँको टोटल सीओए चाहिँ पर इयर 31,090, 31,090 आएको थियो। हो यो पार्टलाई इग्नोर गर्नु भएन। त्यही भएर मैले के सजेस्ट गरेँ भन्दाखेरि उहाँलाई अर्को युनिभर्सिटी एप्लाई गरौँ, योङ्गस्टन स्टेट युनिभर्सिटी एप्लाई गर्न लगाइयो। अब त्यहाँको हेर्नुहुन्छ भने फी 11,600, अघि 75% स्कलरशिप पाउनु भएको थियो, अहिले जम्मा पर इयर 1000 मात्र स्कलरशिप पाउनु भयो। लिभिङ 10,384, बुक 2,551, जसले गर्दाखेरिमा उहाँको टोटल सीओए चाहिँ जम्मा 1000 स्कलरशिप पाउँदाखेरिमा नि 24,535 भयो। अब यहाँ बुझ्नुपर्ने कुरा के भन्दाखेरिमा स्कलरशिप धेरै आयो भनेर मात्र भएन, टोटल सीओए हेर्नु पर्यो। टोटल सीओए हेर्दाखेरिमा सान फ्रान्सिस्को चाहिँ 75% स्कलरशिप पाउँदा नि 31,090 भयो डलर पर इयर। योङ्गस्टनको चाहिँ 24,535 भयो। भनेपछि योङ्गस्टन अब चाहिँ बेटर अप्सन भयो। हामीले उहाँलाई यो सजेस्ट गर्यौं, इन्टरभ्यु हामीले प्रिपेयर गरायौं र उहाँको आज भिजा लागेको छ। त्यही भएर युनिभर्सिटी सिलेक्सन गर्दाखेरिमा मैले भनेको थिएँ, हामीले इन्टरभ्यु जानुभन्दा अगाडि भिजा लाग्नको लागि युनिभर्सिटी, कोर्स सिलेक्सन एन्ड बेटर इन्टरभ्यु प्रिपरेसन। त्यही भएको हुनाले तपाईहरुले आफै सेल्फ एप्लाई गर्नु भएको छ वा आफ्नै कलेजमा एप्लाई गर्न चाहनुहुन्छ वा टोटल गाइडेन्स हामीबाट चाहनुहुन्छ भने पनि यु क्यान अल